ल है त गाइज अब यति गरेपछि कृषि क्रान्ति कसो नहोला त। ल है कृषि क्रान्ति जानी नजानी लागे पनि गोर्खे पारामा लागेपछि त कसो नहोला त। ल हेर्नुहोस् यता पनि छन् अनि छन्। ल भिन्डी खाउँ गोर्खे पारामा कृषि क्रान्ति। सागबारी कलकलाउँदो सागबारी थुङ्गे फुलमा कृषि क्रान्ति। 82 सालको फुल आफ्नै बारीमा फलेको लक्ष्मी माता खुसीसँगै गृहलक्ष्मी पनि खुसी। आफ्नै बारीमा आफ्नै मेहनतले फलेको बोडी अनि साग। अरू पनि हेरौँ न। बोडी पनि फल्न थालेछन्। सागमा गएर अलिकति मल हालिदिनु पर्छ त टन्नै हुने रहेछ। निकाल न झोला भिजमा हाल्नु पर्दैन भोलि पर्सिसम्म बिग्रिँदैन। बोडी कलकलाउँदो रायो साग साग अरू पनि हेर भन्दै हुन्छ के त्यही त मल हालिदिनु साग यत्रो यत्रो पत्ता आइगयो। ल यही हो खुसी भएको हो कि दुखी भएको हो सब्जी भिन्डी अनि त्यहाँबाट कात्तिके बोडी अनि रायो साग।